ल साथीहरू हेर्नु होला यो हाम्रो देश, हाम्रो स्वर्गभन्दा प्यारो देश नेपाल यति सुन्दर छ कि अहिले हेर्दै जानु होला। यो तपाईहरु केही भन्नै पर्दैन, यही तस्बिर बोल्दा काफी छ। तपाईहरु हेर्नु होला राम्रोसँग। यो कुन ठाउँ हो तपाईहरुले चिन्नुहुन्छ होला। अहिले नेपालको प्रगति धेरै भएको छ। हाम्रो नेपालमा पनि सबै रोजगारी पनि नेपालमै भइदिएदेखि हामी नेपाली दाजुभाइ दिदीबहिनी सबै नेपाल दाजुभाइहरू विदेशिनु पर्दैन थियो। नेपालमै रोजगार भइदिएदेखि आफ्नो देश छोडेर जाने रहर कसलाई हुन्छ र? सबैको बाध्यता छ, आफ्नो परिस्थिति छ। सबैजना आफ्नो परिस्थिति र बाध्यताले गर्दा विदेशिनु परेको छ। यो कुरा सरकारले नि बुझिदिँदैन। गाइजहरु यो भिडियो सक्दो शेयर गर्नु होला सबैजनालाई। कस्तो लाग्यो भिडियो गाइजहरु?